नमस्कार सबैजनालाई यस युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा हामीले 2083 साल जेठ 27 गते बुधबारको दिन गोरखापत्रमा प्रकाशित गरिएको लोकसेवाका लागि एकदमै महत्त्वपूर्ण विभिन्न समसामयिक विषयवस्तुहरू सम्बन्धी वस्तुगत प्रश्न उत्तर बारेमा छलफल गर्नेछौँ। यदि तपाईहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी जोडिनुहोला। आजको प्रश्नतर्फ लागौँ। प्रश्न नम्बर 1 मा रहेको छ, सन् 2026 जुनमा सार्वजनिक हेन्डी पासवर्ड इन्डेक्स 2026 अनुसार नेपाल कतिौं स्थानमा रहेको छ? 97औं स्थानमा रहेको छ। सो सूची अनुसार सिङ्गापुरको पासवर्ड विश्वकै शक्तिशाली बनेको, जहाँका नागरिकले 192 देशमा भिसा फ्री पूर्व भिसा बिना प्रवेश पाउन सक्ने। गत वर्ष सन् 2025 मा 101औं स्थानमा रहेको नेपाल यस वर्ष सुधार गर्दै 97औं स्थानमा उक्लिएको छ। सूचीको सबैभन्दा पुछार अर्थात् 103औं स्थानमा अफगानिस्तान रहेको छ, जहाँका नागरिकले जम्मा 23 देशमा मात्र भिसा बिना प्रवेश पाउनेछन्। चीन 56औं, 82 देश, भारत 78औं, 57 देश र पाकिस्तान 100औं, 30 देश स्थानमा रहेको छन्। सूचीको शीर्ष स्थानमा रहेका राष्ट्रहरू दिएको छ र भिसा फ्री गन्तव्य पनि दिएको छ। 1 मा रहेको छ सिङ्गापुर, भिसा फ्री गन्तव्य 192, 2 मा रहेको छ जापान, दक्षिण कोरिया, युएई 188, 3 मा रहेको छ स्विडेन 187, 4 मा रहेको छ बेल्जियम, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली, लक्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे, स्पेन रहेको छ। भिजा फ्री गन्तव्य चाहिँ 186 रहेको छ भने 5 मा दिएको छ अस्ट्रिया, ग्रिस, माल्टा, पोर्चुगल, स्विजरल्यान्ड, भिजा फ्री गन्तव्य 185। त्यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ, चिनिया राष्ट्रपति सी जिनपिङद्वारा हालै उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो? सन् 2026 जुन 8 र 9 मा। भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको परम्परागत मित्रताका बारेमा छलफल गर्नु र द्विपक्षीय सम्बन्धको समग्र विकासका विषयमा विचार आदान-प्रदान गर्नु रहेको बताइएको छ। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ, सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष T20 छनौट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो? नेपाल रहेको छ। 19 रनले विजयी भएको खेल सञ्चालन मिति 2026 मे 31 देखि जुन 8 मा भएको। आयोजना सिङ्गापुरमा आयोजना भएको। सिङ्गा ओभल मैदानमा हङकङले दिएको 189 रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालले 11.3 ओभरमा 2 विकेट गुमाई 114 रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। सो समयमा डिएलएस नियमअनुसार नेपाल 19 रनले अगाडि रहेकाले विजेता घोषित भएको छ। यो फाइनल खेल नेपाली राष्ट्रिय टोलीका कप्तान दिपेन्द्र सिंह एरीको 100औं T20 अन्तर्राष्ट्रिय खेल थियो, जुन आफैमा एउटा महत्त्वपूर्ण व्यक्तिगत कीर्तिमान हो। प्रतियोगितामा उत्कृष्ट लयमा रहेका कुशल भुर्तेलले फाइनलमा 40 बलमै 8 चौका र 3 छक्कासहित 65 रन बनाए। यसै छनौट प्रतियोगितामा उनले 2 शतक प्रहार गरेका छन्। यस जितसँगै छनौट प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान आगामी एसियन गेम्सका लागि छनौट भएका हुन्। त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ, छायाछवि क्रिएसनद्वारा आयोजित 17औं डिस्ने अवार्डमा वर्ष 2081 को उत्कृष्ट चलचित्रको उपाधि विजेता चलचित्र कुन हो? अन्जिला रहेको छ। उत्कृष्ट निर्देशक मिलन चाम्स, उत्कृष्ट अभिनेता विजय बराल पूर्णबहादुरको सारङ्गीबाट, उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्का बेहुली फ्रम मेघौली, चलचित्रकर्मी रजत सम्मान निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ, संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदन अनुसार पश्चिम एसियाको तनाव र ऊर्जा सङ्कटका कारण सन् 2026 मा विश्वको आर्थिक वृद्धि दर र विश्वव्यापी मुद्रास्फीति क्रमशः कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ? आर्थिक वृद्धि दर 2.5% र मुद्रास्फीति 3.9%। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज
अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ र ऊर्जाको मूल्य वृद्धि भएको छ, जसका कारण विकासशील देशमा मुद्रास्फीति उच्च 5.2% सम्म पुग्ने र करोडौं मानिसको जीवनयापन कठिन बन्न सक्ने जोखिम बढेको छ। यस सङ्कटले पश्चिम एसियाको आर्थिक वृद्धि दर पनि खुम्चिएर 1.4% र युरोपेली सङ्घको 1.1% मा झर्ने अनुमान रहेको छ। अमेरिकाको अर्थतन्त्र तुलनात्मक रूपमा स्थिर 2% रहने र चीनले रणनीतिक भण्डारणका कारण केही राहत पाउँदै आफ्नो वृद्धि दर 4.6% कायम राख्ने अनुमान गरिएको छ। त्यसैगरी प्रश्न नम्बर 6 मा रहेको छ आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ? 24% रहेको छ। यहाँ कुल गृहस्थ उत्पादनको संरचना आर्थिक वर्ष 2082-83 को दिएको छ। विवरण र तथ्याङ्क गरेर दिएको छ। विवरणमा रहेको छ कुल गृहस्थ उत्पादनमा कति रहेको छ त रु 66 खर्ब 9 करोड रहेको छ भने कृषि क्षेत्रको योगदान 24% रहेको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहेको छ। गैर कृषि क्षेत्रको योगदान 76% रहेको छ भने गैर कृषि क्षेत्रको वृद्धि दर 4.54% रहेको छ भने प्राथमिक क्षेत्रको हिस्सा 24.46%, द्वितीय क्षेत्रको हिस्सा 13.73% र सेवा क्षेत्रको हिस्सा 61.81% रहेको छ। त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ चीनको कुन अन्तरिक्ष अभियान अन्तर्गत 3 जना अन्तरिक्ष यात्री 210 दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी हालै सकुशल पृथ्वीमा फर्किएका हुन्? सेन्झौ 21 प्रक्षेपण सन् 2025 अक्टोबर 31 मा गरेका पृथ्वीमा अवतरण चाहिँ 2026 मे 29 मा सहभागी अन्तरिक्ष यात्रीहरू झाङलु, बुफेई र होङझाङ रहेका छन्। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ हालै फिलिपिन्सको मिन्डानाओ टापु नजिक समुद्रमा केन्द्रबिन्दु बनाएर ती म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो 7.8 म्याग्निच्युडको सन् 2026 जुन 8 मा। त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ विक्रमसम्म 2083 मा प्रदान गरिएको मधुपर्क सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन्? पद्मतर्फ चाहिँ अग्रज कवि एवं गीतकार यादव खरेल, पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेल, गद्यतर्फ कथाकार भावपन्थी र मधुपर्क प्रतिभा समालोचक गीता त्रिपाठी। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पहिलो फिफा शान्ति पुरस्कार कसलाई प्रदान गर्यो? डोनाल्ड ट्रम्पलाई सन् 2026 डिसेम्बरमा। त्यसैगरी प्रश्न नम्बर 11 मा रहेको छ अमेरिका, मेक्सिको र क्यानाडाद्वारा संयुक्त रूपमा आयोजना गर्न लागिएको 23औं संस्करणको फिफा विश्वकपमा इतिहासमै पहिलो पटक कति राष्ट्र सहभागी हुँदैछन्? 48 राष्ट्र। खेल सञ्चालन कहिले भयो त? सन् 2026 जुन 11 देखि जुलाई 19 सम्म भएको फिफाको इतिहासमै पहिलो पटक टोली सङ्ख्या 32 बाट बढाएर 48 राष्ट्र पुर्याइएको छ। यस विश्वकपमा हरेक टोलीले अनिवार्य रूपमा 26 खेलाडी राख्नुपर्ने नयाँ नियमसँगै कुल 1248 खेलाडीको सहभागिता हुनेछ। फुटबल इतिहासमै पहिलो पटक 3वटा देश अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा विश्वकपको आयोजना। यस विश्वकपमा सर्वाधिक खेलाडी इङ्ग्लिस प्रिमियर लिग 200 जनाबाट खेल्दैछन् भने एउटै क्लबको गर्दा म्यानचेस्टर सिटीबाट सर्वाधिक 19 जना खेलाडीले आफ्नो देशको प्रतिनिधित्व गर्दैछन्। यसैगरी प्रश्न नम्बर 12 मा रहेको छ मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् त? फादर विलियम वर्क रहेका छन्। त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ फाइनान्सियल एक्सन टास्क फोर्स एसएफटिएफ
को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो? साउदी अरब रहेको छ। त्यसैगरी प्रश्न नम्बर 14 मा रहेको छ, तपाईको आजको पीडा नै भोलिको तपाईको शक्ति बन्नेछ भन्ने विद्वान को हुन्? रोबर्ट डेभिस रहेका छन्। त्यसैगरी प्रश्न नम्बर 15 मा रहेको छ, विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो? बेलायतबाट भएको हो। त्यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ, रिपोर्ट्स विदाउट बोर्ड्सद्वारा सन् 2026 मेमा प्रकाशित विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल कतिऔं स्थानमा रहेको छ? 87औं स्थानमा रहेको छ। स्कोर चाहिँ 54.80 रहेको छ। शीर्ष 10 स्थानमा रहेका राष्ट्रहरू दिएको छ। 1 मा रहेको छ नर्वे, स्कोर कति रहेको छ? 92.72 रहेको छ भने 2 मा नेदरल्यान्ड्स रहेको छ 88.92, 3 मा इस्टोनिया रहेको छ 88.54, 4 मा डेनमार्क रहेको छ 88.47 रहेको छ, 5 मा चाहिँ स्विडेन रहेको छ 87.61, 6 मा फिनल्यान्ड रहेको छ 86.22, 7 मा आयरल्यान्ड रहेको छ 85.93, 8 मा स्विजरल्यान्ड रहेको छ 84.83, 9 मा लक्जमबर्ग रहेको छ 84.14 र 10 मा रहेको छ पोर्चुगल 83.71। त्यसैगरी प्रश्न नम्बर 17 मा रहेको छ, आर्थिक सर्वेक्षण 2082-83 अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित सुपर जोन कति छन्? 21 वटा रहेका छन्। जोन 206 वटा, ब्लक 1649 र पकेट 9393 रहेका छन्। त्यसैगरी प्रश्न नम्बर 18 मा रहेको छ, सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना 2082-83 कहिले स्वीकृत गरेको हो? विक्रम सम्वत 2082 मङ्सिर 28 मा। त्यसैगरी प्रश्न नम्बर 19 मा रहेको छ, 22औं अन्तर्राष्ट्रिय कर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? विक्रम सम्वत 2082 साल मङ्सिर 2 देखि 5 मा भएको। सन् 2025 नोभेम्बर 18 देखि 21 काठमाडौँमा भएको। त्यसैगरी प्रश्न नम्बर 20 मा रहेको छ, नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा स्थान कुन हो? कर्णाली नदीको शक्तिघाट क्षेत्र बर्दिया र कैलालीको बीचमा रहेको छ। त्यसैगरी आजको अन्तिम प्रश्नतर्फ रहेको छ, प्रश्न नम्बर 21, हाल नेपालमा बहुआयामिक गरिबी कति रहेको छ? बहुआयामिक गरिबी हाल नेपालमा 17.4% रहेको छ भने निरक्षर गरिबी 20.27% रहेको छ आर्थिक सर्वेक्षण 2082-83 अनुसार। हस्त साथीहरू, आजको लागि गोरखापत्रमा दैनिक बुधबार प्रकाशित हुने समसामयिक वस्तुगत प्रश्नहरू यति नै रहेका छन्। भिडियो कस्तो लाग्यो? यदि भिडियो मन पराउनु भयो भने लाइक, शेयर, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।